इभिनिङ एभ्रिवान। आरामै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला। हुन्छ, हामी आज चाहिँ धेरै गफ गर्दैनौँ। आज हामी सिधै कोर्स कन्टेन्टमा जान्छौँ, किनभने धेरै गफ गरेर काम पनि छैन। मैले हजुरहरूलाई के पढाइरहेको भयो याद छ हजुरहरूलाई? मैले पढाइरहेको थिएँ विषय चाहिँ फोर्स एन्ड मोसन। फोर्स एन्ड मोसनको आज हामीले ग्राभिटेसनहरू हेरिसक्यौँ, न्युटन्स युनिभर्सल ल पनि हेरिसक्यौँ। अब भने पालो आएको छ ग्राभिटीको। अब ग्राभिटी भनेको चाहिँ के हो भने ग्राभिटेसन नै हो। तर ग्राभिटेसन भनेको चाहिँ कुनै दुईटा ठुला ठुला मास बिचको फोर्स अफ एट्र्याक्सन हो भने ग्राभिटी भने चाहिँ एउटा चाहिँ एकदमै ठुलो मास हुन्छ, जस्तो अर्थ। र अर्थको वरिपरि जस्तो हामी छौँ नि, बिल्डिङ, ह्युमन, जुन चाहिँ मास एकदमै कन्सिडरेबली अर्थको तुलनामा थोरै मास भएको आफू नजिक यदि उसले तान्छ भने त्यसलाई चाहिँ हामी ग्राभिटी भन्छौँ है। र हुन्छ, मैले पेज नम्बर भनिनँ, तपाईँको आफ्नो आफ्नो पेजमा होला। ग्राभिटीको डेफिनेसन म तपाईँहरूलाई हल्का बुझाइदिन्छु है। ग्राभिटी इज द फोर्स द्याट पुल्स अ बडी टुवार्ड्स द सेन्टर अफ अर्थ अर अ प्लानेट। यस्तो फोर्स जसले चाहिँ कुनै पनि बडी अथवा अब्जेक्टलाई आफ्नो सेन्टरतिर तान्छ भने त्यसलाई हामी ग्राभिटी भन्छौँ है। अब यो ग्राभिटी पनि ग्राभिटेसनकै अर्को एउटा स्याम्पल जस्तो हो के, अथवा एप्लाई गरेको जस्तो हो है, एक्जाम्पल जस्तो हो। तर यसको फर्मुला पनि त्यही हुन्छ, जस्ट तपाईँले कन्डै गर्नु पर्दैन। किनभने हाम्रो के थियो पहिला, न्युटन्स युनिभर्सल ल अनुसार फर्मुला F इक्वल्स टु G m1 m2 अपन r स्क्वायर थियो है, अथवा यहाँ r होइन, सरी, d स्क्वायर थियो। d भनेको डिस्टेन्स बिट्विन सेन्टर। अब यसमा के हुन्छ, यहाँ हेरौँ, ठुलो एउटा मास छ, सानो एउटा मास छ। अब यहाँ हेर्नुहोस् त, यो सानो मासको तुलनामा यो डिस्टेन्स भनेको त r भन्दा अलिकति मात्र धेरै हो नि त होइन। त्यही भएर यसलाई हामी r स्क्वायर बनाउँछौँ। m1 को सट्टा अब यसलाई ठुलो मासलाई m लेख्छौँ र सानो मासलाई m मात्र लेख्छौँ। यसरी आएको फर्मुला, यसलाई चाहिँ हामी के भन्छौँ, ग्राभिटी भन्छौँ है। अब यो ग्राभिटीले गर्दा के हुन्छ भने बडीमा एक्सिलरेसन आउँछ क्या, अथवा कुनै पनि रुखबाट च्याउ झर्छ नि, एउटा सर्टेन एक्सिलरेसनमा त्यो झरेको हुन्छ। अब यो एक्सिलरेसन के कारणले आउने हो, ग्राभिटीको कारणले आउने हो। त्यही भएर हामीले त्यसलाई के भन्छौँ, एक्सिलरेसन ड्यु टु ग्राभिटी भन्छौँ है, यो जी। अब हामीलाई थाहा छ फोर्स भनेको के हो, mg पनि हो नि, हो कि होइन, हो कि होइन? अब यसमा अब हामीले अघि निकाल्यौँ, यो फोर्स भनेर फोर्स अफ ग्राभिटी पनि हो नि, यसलाई हामी जी m अपन r स्क्वायर लेख्न सक्छौँ। अघि हामीले मैले भर्खर निकालेँ। अब यो मास, सानो सानो मासलाई क्यान्सल गर्यो भने के आउँछ, gm बाई r स्क्वायर भनेको g आउँछ। यसबाट हामी के बुझ्न सक्छौँ भने एक्सिलरेसन ड्यु टु ग्राभिटीको फर्मुला के रहेछ भने g इक्वल्स टु युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट मास अफ प्लानेट र अर्थ अपन r स्क्वायर। यसबाट यो फर्मुला तपाईँलाई इम्पोर्टेन्ट छ है। अब हामी जाउँ एउटा अर्कोतिर। अर्को के छ भने ग्राभिटेसनल फिल्ड। अब ग्राभिटेसनल फिल्ड भनेको ग्राभिटीसँग रिलेटेड फिल्ड, अथवा जहाँ जहाँ ग्राभिटी लाग्छ, जस्तो अर्थको वरिपरि सर्टेन डिस्टेन्ससम्म त अर्थले तानिरहेको हुन्छ नि, अथवा त्यो ग्राभिटी इफेक्टमा आइरहेको हुन्छ नि होइन, त्यसलाई नै हामी के भन्छौँ, ग्राभिटेसनल फिल्ड भन्छौँ है। अब यसको डेफिनेसन पढ्दिउँ है त। द ग्राभिटेसनल फिल्ड अफ अ प्लानेट इज द एरिया अराउन्ड द प्लानेट अप टु वेयर, यस्तो एरिया प्लानेट वरिपरि अप टु वेयर द ग्राभिटी अफ द प्लानेट हैज इट्स इन्फ्लुएन्स अन अब्जेक्ट, जहाँ चाहिँ त्यसले तान्न सक्छ अथवा इन्फ्लुएन्स गर्न सक्छ, त्यसलाई नै हामी ग्राभिटेसनल फिल्ड भन्छौँ है। अब नेक्स्ट अर्को के छ भने वेट अफ द बडी अन द्याट प्लानेट। अब वेट कसरी निकाल्ने, अघि मैले लेखिसकेँ F इक्वल्स टु mg, अथवा F इक्वल्स टु mg लाई g को सट्टा हामीले के लेख्न सक्छौँ, यही फर्मुला, कुन चाहिँ फर्मुला, mg/r स्क्वायर। योबाट के आउँछ, वेट अफ द बडी, बडीको वेट कति छ आउँछ है। अब यसैसँग रिलेटेड न्युमेरिकलहरू छ। अब एउटा न्युमेरिकल म तपाईँलाई गरेर देखाउँछु। त्योभन्दा पहिला हामी थ्योरीहरू नै पढौँ है त। इफेक्ट्स अफ ग्राभिटी भनिन्छ। अब ग्राभिटीको कारणले के हुन्छ त, एउटा भनेको जे पनि छ माथि यसरी फाल्यो भने खस्छ, त्यसलाई फलिङ अफ अब्जेक्ट भन्छौँ। अर्को भनेको हाम्रो वरिपरि यो ग्यासेस छ नि, यो पनि ग्राभिटीकै कारणले हो तानेर बसेको, एक्जिस्टेन्स अफ एटमोस्फियर। अर्को भनेको खोला बग्छ नि, बग्ने भनेको त यसले तानिरहेछ नि त होइन, केही कुराले तानेर ओह्रालतिर झर्दाखेरि ग्राभिटीले तानेर मात्र त्यो बग्ने हो। अब अर्को हावाको कुराहरू, सारा संसार नै ग्राभिटीले चलिरहेछ के होइन त, हावा बगिरहेछ ग्राभिटीको कारणले, पानी बगिरहेछ ग्राभिटीको कारणले, पातहरू खसिरहेछन्,
अब स्याउ खस्छ सबै ग्राभिटीको कारणले है। ल यो कुराहरू भइहाल्यो। अब तपाईँले डिफरेन्स बिट्विन ग्राभिटेसन एन्ड ग्राभिटी सजिलै लेख्न सक्नुहुन्छ, यो तपाईँले आफै पढ्नुहोस् है। अब यसपछि मैले एक्सेलरेसन ड्यू टु ग्राभिटी बुझाइराख्नु पर्छ जस्तो लाग्दैन। यो हामीले यो टपिक आएर मैले सिरियली हेरेर भनेको है, मैले अघि नै तपाईँलाई बुझाइसकेँ। एक्चुअली फेरि ब्याक गरेर हेर्नु होला है त। अब हामीलाई एकदमै इम्पोर्टेन्ट, यसमा एकदमै इम्पोर्टेन्ट भनेको भेरिएसन अफ जी विथ रिलेसन टु हाइट, डेप्थ र सर्फेस अफ अर्थ अनुसार हुन्छ। 3टा केस अथवा 4वटा केस है। अब तपाईँलाई के थाहा छ भने यसलाई अब यसरी लेखौँ, यो VVI हो है, भेरिएसन अफ जी। अब सुरुमा के हुन्छ एट पोल्स एन्ड इक्वेटर, यसलाई अब एउटै पोइन्टमा भने हुन्छ अथवा इक्वेटर। अब हामीलाई के थाहा छ अर्थको सेप ठ्याक्कै राउन्ड हुँदैन नि, हामीले पढिरहेको राउन्ड हो तर अर्थको सेप ठ्याक्कै राउन्ड हुँदैन। यो चाहिँ कस्तो हुन्छ सुन्तला जस्तो हल्का यस्तो बिचतिर अन्डा जस्तो हुन्छ के, अन्डा भन्दा अलिकति सानो हुन्छ, अहिलेको लागि अन्डै मानौँ। यहाँ हेर्नुहोस् त यो पोल्स हो नि होइन, यो पोल्स बिचतिर रेडियस कम हुन्छ है, तर यता सेन्टरमा इक्वेटरतिर रेडियस धेरै हुन्छ है। यो R1 R2 भयो नि, R1 इज ग्रेटर देन R2 हुन्छ है। अब यसमा के हुन्छ त हेरौँ है त। अब यो पोल्सको केसमा हाम्रो फर्मुला के छ, G=gm/r² छ। अब यहाँ हेर्नुहोस् त यो R² सेन्टर भएको R² हुन्थ्यो त है, अहिले त R1 छ। R1 भने त के हो रेडियस त कम हो पोलमा, भनेपछि यो रेडियस घट्यो भने अब रिलेसन के छ हेर्नु त, G इज इन्डाइरेक्टली प्रोपोर्सनल टु 1/r² हो, भनेपछि यो रेडियस घट्दाखेरि G बढ्छ, भनेपछि एक्सेलरेसन ड्यू टु ग्राभिटी एट पोल्स इज हायर हुन्छ है। तर अब यसको ठ्याक्कै उल्टो एट इक्वेटर हेरौँ। अब एट इक्वेटर पनि एउटै चिज हो, ठ्याक्कै उल्टो हुन्छ क्या। अब एट इक्वेटर चाहिँ रेडियस बढ्छ, रेडियस बढेपछि यहाँ फेरि अब के हुन्छ यो ग्राभिटी चाहिँ घट्छ होइन, किनभने रिलेसन यस्तो छ, बुझ्नुभयो। त्यही भएर यो चाहिँ लोवर हुन्छ। अब यही कुरा हो क्या, यति बुझ्नुभयो भने नि तपाईँले अब साह्रै बुझ्नुहुन्छ एउटा यसमा हरेक केसमा। अब यसपछि जाउँ हाइट, एट सर्टेन हाइट भनी जाउँ है। 2 नम्बरमा एट हाइट एज फ्रम सर्फेस अफ अर्थ, यसको अब फिगर बनाइदिन्छ है एउटा म। जस्तै एउटा यो अर्थ छ भने एउटा सर्टेन हाइटमा, अब यहाँ हेर्नु त यो के भइरहेछ हाम्रो टोटल डिस्टेन्स चाहिँ के भइरहेछ R+H भइरहेछ, यो जुन ग्रेटर देन R हो। अब R बढ्यो भने यहाँ रिलेसन के हुन्छ त आफै सोच्नुहोस्, मैले केही भन्नै पर्दैन। R बढ्यो भने के हुन्छ G घट्छ, बुझ्नुभयो। अब डेप्थमा हेरौँ है त। अब डेप्थमा चाहिँ यो स्पेसल केस हो है, यो चाहिँ अब हामीले यो R सँग मात्र सम्बन्धित नभएर माससँग नि सम्बन्धित हुन्छ, किनभने यस्तो हुन्छ नि त। यहाँ हेर्नु है म बुझाउँछु। एट डेप्थ H, यहाँ हेर्नु त यो एउटा भयो। अब यो डेप्थ भनेको अलि मुनि हो कि होइन H। अब एउटा के छ यो टोटल डिस्टेन्स के भयो R-H भयो। अब यति मात्र भएको छैन क्या, यहाँ तपाईँले हेर्नुभयो भने अब यो होल मासमा R-H डायमिटरको एउटा स्फियर बनाऊ है। अब यति मासले मात्र तान्छ क्या अब्जेक्टलाई, किनभने यो माथिको मासले त तान्नै सक्दैन, सेन्टरबाट आउँछ ग्राभिटीको फोर्स त। अब यहाँ मासै रिड्युस भयो भनेपछि यहाँ हेर्नु G र मासको रिलेसन के छ यस्तो, किनभने G भनेको के हो gm/r² हो। अब डिरेक्टली प्रोपोर्सनल छ कि छैन, अब मास घट्यो भने G पनि घट्छ। ओके, त्यही भएर यसलाई चाहिँ के भन्छ, यसलाई के भन्छ फेरि इफेक्टिभ मास भन्छ है। जुन मास जसले चाहिँ ग्राभिटी तानिरहेको छ त्यसलाई हामी के भन्छ इफेक्टिभ मास भन्छौँ है। ल भनेपछि अब यसको एन्सर के हुन्छ भने एक्सेलरेसन ड्यू टु ग्राभिटी एट सर्टेन डेप्थ रिड्युसेस ड्यू टु द रिडक्सन इन इफेक्टिभ मास ड्यू टु विच ग्राभिटी एक्ट्स हुन्छ है। यसरी मैले तपाईँलाई 3टा कुरा भनिदिइसकेँ। अब न्युमेरिकलतिर म अहिले आजलाई जान्न, आज म अलिकति बिजी छु क्या। ओके, अब यसपछि डिफरेन्स बिट्विन आफै पढ्नु होला एक्सेलरेसन ड्यू टु ग्राभिटी र ग्राभिटेसन कन्स्ट्यान्टको, अनि एक्सेलरेसन ड्यू टु ग्राभिटी र ग्राभिटीको। अब हामी जाउँ क्विन एन्ड फेदर एक्सपेरिमेन्ट है। यो एकदमै अचम्म खालेको एक्सपेरिमेन्ट हो है। यसलाई कसले गरेका हुन्, ग्यालिलियो भन्ने साइन्टिस्टले गरेका हुन् है। अब यसमा चाहिँ के गरिदियो भने एउटा टावरमा लगेर एउटा कोइन र सिक्का र फेदर चाहिँ खसाइदिएको हो क्या। अब मान्छेले सोध्छ नर्मल दिमागले खसाउँदाखेरि कुन पहिलो झर्छ भन्दाखेरि अवश्य कोइन झर्छ होला, किनभने कोइन त धातु हो, सारो छ। तर त्यस्तो हुँदैन है, त्यो हुँदैन भन्ने कुरा कसले थाहा पाइदिए ग्यालिलियोले। भनेपछि उनी पनि त महान रहेछ है त। अब यसलाई यो चाहिँ त्यसलाई नै एक्सपेरिमेन्ट मानेर के गरेछ भने
एउटा उनले के गरिदियो भने उनले होइन उनको थ्योरीलाई मानेर के गर्दैछ भने एउटा सडन हामी भ्याक्युम बनाउँछौँ। भ्याक्युम भनेको केही पनि नभएको हावा नहो। अब हामी सडन हाइटबाट कोइन र फेदरलाई खसाउँछौँ। कोइन फेदर एक्सिडेन्ट भयो है। अब यो खस्दाखेरि सँगै खस्छ क्या, किनभने यो खस्ने किन एक्सिलेरेसन ड्यु टु ग्राभिटी अथवा ग्राभिटीले गर्दा। अब यहाँ जी को भ्यालु सेम भएपछि त सँगै खस्ने भयो नि त। यहाँ त पहिला किन सँगै खस्दैन थियो भने यहाँ बिचमा बाधाहरू आउँछ। बाधा भनेको एयरहरू आउँथ्यो। अब यो फेदर त एयर आएपछि त बग्ने भयो नि त होइन, अथवा रेजिस्ट गर्ने भयो नि त। एयरले त रेजिस्टेन्स प्रोभाइड गर्ने भयो, फ्रिक्सन हुने भयो। तर कोइन त सिधै जाने भयो, त्यही भएर कोइन छिटो झर्यो। तर जब हामी एयर रिमुभ गर्छौँ भनेपछि सँगै झर्छ। भनेको एक्सिलेरेसन ड्यु टु ग्राभिटी चाहिँ सबै मासको लागि कन्स्ट्यान्ट हुन्छ भन्ने कुराले गर्दा कोइन र फेदर चाहिँ सँगै झर्छ है। अब यति कुरा चाहिँ तपाईँले आफै पढ्नुहुन्छ होइन। यसको कन्क्लुजन म हल्का रिपिट गरिदिन्छु है। द एक्सिलेरेसन प्रोड्युस अन फ्रिली फर फलिङ बडिज रिमेन्स द सेम फर अल बडिज एन्ड इट इज इन्डिपेन्डेन्ट अफ द मास अफ दोज बडिज। मास जति भए पनि एउटै तरिकाले खस्छ भन्ने चाहिँ हाम्रो कन्क्लुजन रहेको छ है। अब आयो मास र वेटको कुरा। मास भनेको के हो तपाईँलाई थाहा छ, त्यो आफै पढ्नुहोस्। वेट भनेको चाहिँ के हो भने इट इज डिफाइन्ड एज द फोर्स, एउटा फोर्स हो विथ विच इट इज पुल टुवार्ड्स द सेन्टर अफ द अर्थ। अर्थको सेन्टरमा कति फोर्सले पुल हुन्छ त्यसलाई नै हामी वेट भन्छौँ है। अब हामीले वेट भनेर जस्तो 26 केजी 27, म कति केजी होला गेस गर्नु होला। म अहिले 85 केजी छु है। भनेको अब यसलाई वेट भन्छौँ, वास्तवमा यो वेट होइन। वेट भनेको चाहिँ के हो भने एमजी हो क्या। एमजी भनेको 85 इन्टु 9.8 कति आउँछ होइन, त्यो चाहिँ न्युटनमा आउनेलाई चाहिँ वेट भन्छ है। ओके, यो चाहिँ फोर्स हो है। अब हामी न्युमेरिकल आज हेर्दैनौँ भनेपछि अलि सजिलो हुन्छ है। अब के गर्छौँ भने अर्कोतिर जान्छौँ है त। अब हाम्रो पालो आयो पहिल्यैदेखि पढेको, अब फोर्सको सकियो लगभग, फोर्सको सकियो। अब पालो आउँछ मोसनको है। मोसनमा चाहिँ हामीले पहिल्यैदेखि पढाएको छ। तपाईँले यो फर्मुलाहरू कसरी अब पहिला त डिराइभ नै गर्नुहुन्थ्यो, अहिले हामी के गर्छौँ भने जस्ट लेख्छौँ मात्र है। यो अब तपाईँले कन्ठै गर्नुहोस्, यो एकदमै चाहिने कुरा हो है। अब यो पनि हाम्रो न्युमेरिकल पार्टमा हो, त्यही भएर आज म अलि हेर्दिनँ है। आज मैले भनिहालेँ अलि बिजी छु होइन, त्यही भएर यो फर्मुलाहरू भोलिलाई चाहिँ याद गरेर आउनुहोस् है। तपाईँहरूको लागि यो टास्क भयो है आजलाई। अनि यसपछि अब हामी जाउँ फ्री फल। फ्री फल कति सजिलो छ। फल हुने तर फ्रीली आफ्नै तरिकाले झर्नु पर्यो क्या, फ्रीली, कसैको बाधाहरू नभइकन। जुन चाहिँ चिज चाहिँ एक्सिलेरेसन ड्यु टु ग्राभिटीको कारणले मात्र झरिरहेछ त्यसलाई हामी फ्री फल भन्छौँ है। अब यसको लागि के हुनु पर्यो, कि त हावाई हुनु परेन कि त स्पेसमा हुनु पर्यो है। अब हेरौँ त फ्री फलको डेफिनेसन के हो। व्हेन अ बडी इज फलिङ ओन्ली अन्डर द इफेक्ट अफ ग्राभिटी विदाउट एक्सटर्नल रेजिस्टेन्स। सकिहाल्यो। एक्सटर्नल रेजिस्टेन्स अथवा एयरहरू नभएर बडी चाहिँ ग्राभिटीले फ्रीली फल भइरहेछ भने त्यसलाई हामी फ्री फल भन्छौँ। कन्डिसन फर फ्री फल हेरौँ है त। के हुनुपर्छ, ग्राभिटीको इन्फ्लुएन्सले फल हुनुपर्छ, रेजिस्टेन्स हुनु भएन, र अर्को भनेको कुनै डोरीले त्यसलाई तानेको र अट्याच हुनु भएन है। यो भनेको हाम्रो कन्डिसन भयो, सजिलो छ। अब इक्जाम्पल के हुन्छ, जब हामीले कुनै पनि अब्जेक्टलाई होइन माथिबाट फाल्छौँ, एउटा ढुङ्गा जस्तो छ भने त्यो हुन्छ, किनभने त्यसमा रेजिस्ट गर्दैन क्या हावाले, सर्फेस एरिया कम हुन्छ, एयर रेजिस्टेन्स हुँदैन। अब स्काई डाइभिङ गर्छ नि हामी त गर्दैनौँ, जस्तो सोखिन मान्छेहरूले गर्छ नि। मलाई पनि रहर चाहिँ छ है। स्काई डाइभिङ पनि फ्री फल हो, बन्जी जम्पिङ फ्री फल हो। अनि एस्ट्रोनट्स स्पेसमा स्याटेलाइटमा घुमिरहेछ भने त्यो पनि फ्री फल हो, किनभने त्यहाँ कुनै रेजिस्टेन्स हुँदैन र अर्थले मात्र तानिरहेको हुन्छ क्या, त्यही भएर हामी त्यसलाई फ्री फल भन्छौँ। अब यो फ्री फल हुँदा के हुन्छ भन्दाखेरि कुनै पनि फोर्स लाग्दैन के। अब कुरा आउँछ वेटलेसनेस। अब यो कुरा पनि त्यही हो है। वेटलेसनेस भनेको वेट नहुनु, अथवा कुनै पनि अब्जेक्ट फ्रीली फल भइरहेछ भने ऊ आफैले चाहिँ कुनै पनि आफूलाई कसैले नताने जस्तो ठान्छ र उसलाई चाहिँ आफ्नो वेटको पर्वाह अथवा महसुसै हुँदैन, त्यसलाई नै हामी वेटलेसनेस भन्छौँ है। अब यसको डेफिनेसन के हो, व्हेन अ बडी इज इन स्टेट अफ जेरो वेट इट इज कल्ड वेटलेसनेस है। यो कन्डिसन कहिले हुन्छ, मास चाहिँ हुन्छ तर उसको वेट चाहिँ हुँदैन है। कहिले हुन्छ, अर्थ भन्दा टाढा स्पेसमा भयो भने हुन्छ है। यही कुराहरू हो। अब यसपछि स्याटेलाइटमा पनि हुन्छ भन्दा किन स्याटेलाइटमा हुन्छ ल हेर्नु, स्याटेलाइट यहाँ घुमेर हुन्छ तर यहाँ त कुनै फोर्सले यसलाई तानेर हुँदैन नि त, यहाँ घुम्ने मान्छेलाई त होइन, त्यही भएर यो चाहिँ वेटलेसनेस फिल हुन्छ है। अब कन्डिसन फर वेटलेसनेस के हो त हेरौँ है त।
आज म देखाउने है म भन्छु मात्र वेन अ बडी इज फलिङ फ्रिली, जब बडी फ्रिली फल हुन्छ वेट लेस हुन्छ है।